विशेष गरी घर खाने कार्यक्रम हामी अगाडि बढाउँदै छौं। साथीहरु टिकट नहुने साथीहरु पनि लाइनमा बसिनुहोला। बीचमा एक टिकट साथीहरुले दिनुहुनेछ तपाईहरुलाई। प्लिज सबैजना साथीहरु लाइनमा बसिदिनु होला। यो लाइनको एउटा भिडियो पनि साथीहरुले खिच्नु होला। यो एउटा रमणीय वातावरणमा आजको यस कार्यक्रम सम्पन्न हुन गइरहेको छ। यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नु होला भन्न चाहन्छु सबै साथीहरुले। माया खनालजी तपाईं कहाँ हुनुहुन्छ? स्टेजमा आइदिनु होला। साथीहरु तपाईहरुलाई हामीले घरको व्यवस्था गरिएको छ। यहाँ कतिपय दिदीबहिनीहरु अथवा दाजुभाइहरु मांसाहारी वा मासु नखाने पनि हुनुहुन्छ। उहाँहरुको लागि विशेष व्यवस्था खीर, त्यस्तै गरी लालमोहर, त्यस्तै गरी तपाईको तरकारीको व्यवस्था गरिएको छ। त्यसैले मासु खाने र पुलाउ खाने साथीहरुले कृपया तपाईहरुले खीरमा कम गरिदिनु होला पनि भन्न चाहन्छु। पुलाउ जति खाए पनि साथीहरु हामीले प्राप्त